पुराना दलहरूले आर्थिक विकास हुने कामहरू गरेनन्, भएका उद्योगहरू बेचे। एउटा उद्योग सानो खोलेर काम गरौँ भनेको दर्तै दिँदैन, दर्तै बिना चलाइरहेको है। एउटा नयाँ युगको सुरुवात हो। यसपालि फागुन 21 गते सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, चुनाव चिन्ह अञ्जुलीको माटो, त्यो अञ्जुली तपाईँको अञ्जुली हो। तपाईँ सबैजनाले दुई हात देखाइदिनु त। त्यसको कारणले श्रम संस्कृति पार्टीमा भोट हाल्नु भनेको चाहिँ सुनसरी 1 ले प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्नु पनि हो। म त्यो पनि भन्न चाहन्छु। धेरै कुराहरू यस्तो उस्तो भन्नुहुन्छ होइन, लजिक त्यो हो। कतिले भन्छ सांसदको के अरे तपाईँको छैन चुनाव हुँदैछ, कता प्रधानमन्त्रीको चुनाव हुने हो र भन्छ। कुरा त्यो हो क्या, त्यसरी बुझ्नुपर्छ होइन। यहाँहरू सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु, धैर्यताको लागि धन्यवाद दिन चाहन्छु। हामी बजारमा छौँ यतिखेर, धरानको बजारमा। यो धरानको बजारमा थुप्रै किनबेच हुन्छ हुँदैन किनमेल है। व्यापारीले सामान बेच्छ, ग्राहकले सामान किन्छ। तपाईहरु मध्ये कोही एकजनाले यहाँनिर छिरेर अहिले जिन्सको प्यान्ट किन्नु भयो भने तपाईहरुलाई ओरिजिनल प्यान्ट किन्नु मन लाग्छ कि डुप्लिकेट? डुप्लिकेट हो, ओरिजिनल। यदि तपाईलाई प्यान्ट सर्ट पनि त तपाईलाई चाहिँ नि ओरिजिनल किन्नु पर्छ भने ओरिजिनल नेतालाई छान्नु पर्छ कि पर्दैन? ओरिजिनल पार्टीलाई छान्नु पर्छ कि पर्दैन? अब ओरिजिनल नेता र ओरिजिनल पार्टी भने के हो त भन्दाखेरि ओरिजिनल नेता ओरिजिनल उम्मेदवार भनेको त्यो हो जसलाई नम्बर 1 मा यो देशको माया लाग्नुपर्छ। अनि भने नि म यो दुःख गर्दिन थिए क्या, यो त सुख त छैन नि त मलाई। सुख छ र? खानुको टुङ्गा छैन, सुत्नुको टुङ्गा छैन, कुदेको छ घटेर यत्रै पो भइहालिस है त भन्नुहुन्छ। तर घटेर यत्रै कान्छेउला भए पनि, कान्छेउला जत्रै भए पनि नेपाल हल्लाउने मान्छे चाहिँ त्यो कान्छेउला जत्रै मान्छे है भन्छु कि। नम्बर 1 मा उम्मेदवारसँग यो देशको माया आउनु पर्यो, माया लाग्नु पर्यो। आफै भन्दा धेरै लाग्छ यो देशको माया, स्वर्ग त्यही रहेको छ। म अब स्वर सुकेको कारणले गीत गाइन हैन, त्यो भावना हुनु पर्यो नि। भावना सावना केही छैन हैन। प्रधानमन्त्रीको कुर्सी मलाई दिए है, भारतसँग लबिङ गर्न म जे पनि दिन तयार छु भन्नु अरे मुकुल ढकालले। रवि लामिछानेले त्यसो कुरा काटेको छैन। यी सारा मान्छेहरू एमसीसी को दलाल मतियारहरू हुन्। त्यसो भएको कारणले गर्दाखेरि पनि माया गर्ने, यो देशलाई माया गर्ने मान्छेलाई तपाईहरुले चुन्नुपर्छ। त्यस्तो मान्छेले चुन्नुपर्छ जो काम गरोस्, गफ होइन हैन। अब गफै गर्नु पर्दा त यो देशमा सबभन्दा धेरै गफ मैले पनि गर्छु होला, तर गफ सँगसँगै काम पनि हुन्छ अर्को सामने है। काम सँगसँगै गफ पनि हुन्छ। त्यसले गर्दाखेरि काम गर्ने मान्छे हैन, फ्रन्ट लाइनमा उभिएर काम गर्ने मान्छे तपाईले चुन्नुहोस्। त्यो काम गर्ने मान्छेहरू श्रम संस्कृतिको उम्मेदवारहरू। यहाँ समीर तामाङ भनौँ, या चाहिँ शान्ति पाखरिन भनौँ, यहाँ अमीर मगर भनौँ, या थुप्रै हुनुहुन्छ, सबैको नाम मैले लिन राख्नुपर्छ है। यी मान्छेहरू काम गर्ने मान्छेहरू हुन्, श्रमदाताहरू हुन्। त्यसो भएको कारणले गर्दाखेरि काम गर्ने मान्छेलाई चुन्नुपर्छ। उम्मेदवारको हिसाबले है, जनताको लागि अत्यन्तै धेरै दुःख गरेर अत्यन्तै धेरै त्याग र समर्पण गर्ने व्यक्ति यदि हर्क साम्पाङ हो भने यसपालि हर्क साम्पाङलाई उसको चुनाव चिन्ह अञ्जुलीको माटो, श्रम संस्कृतिको चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हालेर अत्याधिक मतले विजयी गराउनुपर्छ। यहाँहरू सबैजनालाई हार्दिक अपिल गर्न चाहन्छु। यो चुनाव भनेको उम्मेदवारको मात्रै चुनाव होइन, उम्मेदवारको मात्रै चुनाव होइन, यो चुनाव भनेको पार्टीको चुनाव पनि हो। कस्ता पार्टीहरू छन् त यहाँ? पुराना पार्टी, नयाँ पार्टी, यो पार्टी त्यो पार्टी, बरु यो देशमा पहुवा पार्टी थोरै होला। राजनीतिक पार्टीहरू त यति धेरै रहेछ, हामीले दर्ता गरेको त 204 पाइरहेको रोल नम्बर। त्यसका बाद कहाँ जाने, के गर्ने, अचम्म अलमल परिरहेको छ नेपाली जनता। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, पुराना दलहरूले एमाले, कांग्रेस, माओवादी, खोइ के भन्ने थुप्रै छ हैन। माओवादी त छैन म होला, हिजो आज खोइ के छ भन्छ। के गर्ने साध्य छ र? गर्ने साध्य छ छैन। 79 सालमा एजेन्डा पत्रमा लेखेको कुराहरू पुरा गरिरहँदाखेरि जति पनि मैले दुःख कष्ट गरेँ, जति पनि मैले पसिना बगाएँ, ती कुराहरूलाई चाहिँ के रे मूल्याङ्कन गर्नुपर्छ यहाँहरूले। एउटा यस्तो मान्छे जसले यत्रो धेरै काम गरिरहेको छ, उसको उदय कसरी भयो त्यो कुरा पनि हेर्नुपर्छ। जब सिमना मिचिन्थ्यो त्यतिखेर
2-4 जना साथीहरूलाई लिएर भए पनि भानुचोकमा म उफ्रिन्थेँ। जतिखेर यो देशमा एमसीसी र बीआरआई जस्ता असमान सन्धि सम्झौताहरूको कुराहरू हुन्थ्यो, माया लाग्छ मलाई। यो देशको माया नलाग्ने भने म पनि कुनै एउटा सानो व्यवसाय गरेर बसिरहेको हुन्थेँ, केही न केही गरेर बसिरहेको हुन्थेँ। आज स्वर सुकाई पूर्वदेखि पश्चिमतिर किन कुदिरहेको छु म भन्दाखेरि मेरो जन्म अहिले मात्रै भएको होइन, धेरै पहिला भएको हो। तपाईँहरू त्यो तपाईँको चाहिँ सोसल साइट्समा हेर्न सक्नुहुनेछ। अहिले यहीँबाट मलाई घोक्राउँदै लगेको कुराहरू तपाईँले देख्न सक्नुभएको छ। लकडाउन गरेर तपाईँको चाहिँ के अरे एमसीसीलाई पास गर्न खोज्दाखेरि त्यो लकडाउनकै बेलामा पनि हामी यहाँनिर भानुचोकमा स्वाधीनताको लागि भनेर लडिरहेको थियौँ। चुनाव भन्ने बित्तिकै चुन्ने प्रक्रिया, चुन्ने कृत्य हो त्यो। सुनसरी 1 को हकमा मात्रै हामी 26 जना उम्मेदवारहरू खडा भएका छौँ। यहाँ सम्पूर्णलाई म भन्न चाहन्छु, सुनसरी 1 का मतदाताहरूलाई विशेष गरी म के भन्न चाहन्छु भने ती मान्छेहरू र हर्क साम्पाङ सबैजनाको तपाईँहरूले मूल्याङ्कन गर्नुहोस्। हर्क साम्पाङले एउटा एकल अभियानबाट सुरु गरेको छैन, त्यो अभियानलाई धरानको मतदाताले अनुमोदन गरिदिइसकेपछि धरानको विकासका लागि कति दुःख गरेको छ भन्ने कुरा म यहाँ बेलु विस्तार लगाउन चाहन्न। तपाईँहरूले देखिरहेको कुरा हो। पछाडि जितेको 3 दिन पछाडि मैले खोलाखोली तपाईँको धाउन थालेँ, मुहानहरू चार्न थालेँ, पाखा भित्ता चार्न थालेँ, कहाँ छ त पानीको स्रोतहरू भनेर। 3.5 वर्षसम्म श्रमदानको अभियान चल्यो। सुरुमा मलाई के भन्थे भने यसले 1 हप्ता जति गर्छ होला फोटो खिचाउनको लागि, होइन 1 महिना गर्छ होला भनेर भन्न थाले। पछि त तपाईँको छोडेन गरेकै झन फैलाइसकेपछि चाहिँ उनीहरू डराए सबैजना। तर त्यत्रा तपाईँको चाहिँ 3.5 वर्ष श्रम गर्दाखेरि मसँग अहिले 25 जना जो मान्छे उड्दैछन् नि, ती मान्छेहरूले मलाई 1 दिन पनि सघाएनन्, 1 दिन पनि सघाएनन्, 1 छिन पनि सघाएनन्। दुनियाँलाई मैले चाहिँ के अरे होइन हार गुहार गरेर भए पनि तपाईँको चाहिँ 2 अर्बभन्दा धेरैको सम्पत्ति धरान उपमहानगरपालिकालाई मैले जोडिदिएको छु श्रमदानबाट। त्यतिखेर ती मान्छेहरूले 1 पैसा सहयोग पनि गरेनन्, तर सधैँभरि आलोचना र मुद्दा लगाइरहने, आलोचना गरिरहने, मुद्दा लगाइरहने र विरोध गरिरहने ती मान्छेहरू थिए। ती 26 जना मध्ये म 1 जना हो। त्यो 25 जना मान्छेले मलाई 1 दिन सघाएको रेकर्ड छैन। अनि चुनावको बेला मात्रै म काम गर्छु भनेर हुन्छ? त्योभन्दा अघि त्योभन्दा पछि के गर्दैछ भन्ने कुराबाट मूल्याङ्कन गर्नुपर्छ कि पर्दैन? म त्यो भन्न स्वाधीनताको पक्षमा हर्क साम्पाङ लडेर आएको मान्छे हो कि होइन भनेर तपाईँहरूले मूल्याङ्कन गर्नुपर्छ। म यहाँहरू सबैजनालाई त्यो भन्न चाहन्छु। देशको स्वाधीनता भन्दा ठुलो हुँदैन विकास। स्वाधीनता भनेको यो देश हाम्रै हो भन्ने हो। यो देश नेपालीको हो कि विदेशीको हो? यदि नेपालीको हो भने यो देश नेपालीकै हुनुपर्छ भन्ने स्थितिलाई स्वाधीनता भन्छ। त्यो स्थितिका लागि हर्क साम्पाङ धेरै पहिलादेखि लड्दै आएको कुरा छ। त्यसो भएको कारणले गर्दाखेरि पनि एकवासीलाई साथै नेपालभरका मिडिया मार्फत चाहिँ के अरे हेरिरहनु हुने, भोलि भरै हेर्नुहुने रेकर्डेड पनि हो यो चिज। ती सम्पूर्ण नेपाली मतदाता दाजुभाइ दिदीबहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी 26 जनाहरू मध्ये होइन 25 जना मान्छेहरूले धरानको विकासका लागि के योगदान गरे, यो कुरा पनि धरानवासीले विशेष गरी मूल्याङ्कन गर्नु जरुरी छ। यहाँहरू भन्न चाहन्छु, महानगरपालिकाको नगर प्रमुखको पदमा म काम गरिरहेको मान्छे यो चुनावमा किन भाग लिनु पर्यो? थुप्रैचोटि मैले सञ्चार माध्यमहरूबाट जवाफ दिइसकेको कुरा, आमसभाहरूबाट जवाफ दिइसकेको कुरा एकचोटि पुनः दोहोऱ्याउन चाहन्छु। बाध्यता के पर्यो भन्दा जेनजीको आन्दोलन हामीले चाहेको थिएन, हामीले चाहेको थियौँ, कसैले थिएन। हाम्रा छोराछोरी 70 जनाभन्दा धेरै हाम्रा छोराछोरी मरेर गए है। ती बाबा आमाको आँखामा आँसु अझै सुकेको छैन है। एउटा छोरा गुमाएको होला, कसैले एउटा छोरी गुमाएको होला, बुढेसकालको सहारा त्यो एउटै सानो सन्तानलाई हेरेर बाँचिरहेको आमा बाबा अहिले रोइराख्नु भएको छ। हजारौँ हजार शहीद भएको देश हो यो। त्यसो भएको कारणले गर्दाखेरि यहाँ उपस्थितमा पनि धेरैजना शहीदको परिवारबाट आउनुभएको छ होला, घाइते र बेपत्ताको परिवारबाट आउनुभएको छ। यहाँहरू सबैजनालाई म निवेदन गर्न चाहन्छु, हार्दिकताका साथ सुनिदिनु होला, बुझिदिनु होला र बुझे अनुसारको व्यवहार गरिदिनु होला।
काम गरिरहेको मेयरले किन तपाईँको चाहिँ आफ्नो काम छोडेर देश सम्हाल्न जानु पर्यो भन्दाखेरि जेनजीको आन्दोलन पछाडि जुन खालको स्थिति देखियो, कोही पनि मान्छे चाहिँ के अरे तपाईँको यो देशलाई सम्हाल्न आँट नगरिरहेको अवस्था, सबै मान्छे भूमिगत लुकिरहेको अवस्था, महिनौँ महिनासम्म चाहिँ तपाईँको चाहिँ के अरे सबै मान्छे भागिरहेको अवस्था, कोही कसैलाई आइजन सम्हाल्दैन भनेर भन्दाखेरि त्यो मान्छे आफू नआउने अहिले चाहिँ तपाईँको एआईबाट प्रधानमन्त्री हुने दाबी गरेर हिँडिरहेको छ। सबै कुरा सुन्नुपर्छ, बोल्न सक्नुपर्छ र सुन्न सक्नुपर्छ। हामी झुटो कुरा सुन्दै हुर्क्यौँ है, सबैले हामीलाई झुटो कुरा सुनाउँदै 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 ल्याए। त्यसले गर्दाखेरि साँचो कुरा बोल्नका लागि, सत्य कुरा बोल्नका लागि अहिले हामीलाई डर लाग्छ। अब यस्तो त बोल्नु हुँदैन, यस्तो त हुँदैन, फल्ना रिसाउँछ, फल्ना रिसाउँछ, साथी रिसाउँछ, मेरो आफन्त रिसाउँछ भन्ने डरले हामी जहिले पनि असत्य बोलिरहन्छौँ। त्यसो भएको कारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो समाज सत्यदेखि भागेको समाज हो, तथ्यदेखि भागेको समाज हो। तपाईँलाई के सुन्न मन लाग्छ त्यो कुरा मैले बोलिदिएँ भने तपाईँ खुसी हुने, तर साँचो कुरा बोल्दाखेरि तपाईँ दुखी हुने हो भने त्यो समाज सत्यवादी समाज होइन। यो देशमा किन उन्नति प्रगति भएन, यो देशमा किन सधैँ सधैँ चाहिँ सतिलो सरापेको देश भन्दै हामी दुःख गरेर बस्नुपर्ने बाध्यता भयो, किन यो देशमा चाहिँ अभावहरू छन्, किन यो देशमा विभिन्न खालका चाहिँ विभेदहरू छन् र तिनका विरुद्धमा चाहिँ आन्दोलनहरू भइरहन्छन्, किन हामी लडिरहन्छौँ र मरिरहन्छौँ भन्दाखेरि हामी साँचो कुरा सुन्ने साहस गर्दैनौँ, साँचो कुरा बोल्ने साहस गर्दैनौँ। त्यसोले श्रम संस्कृतिका सैकडौँ एजेन्डाहरू छन्। ती एजेन्डाहरू कोही सामाजिक छन्, कोही भौतिक छन्, कोही आर्थिक छन्, कोही सांस्कृतिक छन्, कोही धार्मिक पनि छन् होइन। यी सारा कुराहरूलाई हामीले चाहिँ नि थाती राखेर सबैभन्दा पहिलो एजेन्डा यसको के हो भन्दाखेरि हामीले चाहिँ के अरे यो समाजलाई साँचो कुरा बोल्ने र साँचो कुरा सुन्ने समाज बनाउनु अवरुद्ध भएका छन्। नेपालमा सरकारै छैन, अभिभावकै छैन भनिसकेपछि हाम्रो देशै छ या छैन भन्ने अवस्थामा छ। त्यसो भएको कारणले यो देशको सरकारको रिक्ततालाई हेरेर टुलु बसेर हेर्दै बसेर धरानको महानगरपालिकाको विकासका लागि पाखामा खोलामा ढुङ्गा बोकिरहन, बिरुवा रोपिरहन मेरो मनले मानेन। किनभने यदि नेपाल रहँदैन भने, नेपालको चन्द्र सूर्य अङ्कित झन्डा रहँदैन, हाम्रो देशको स्वाधीनता र सम्प्रभुता रहँदैन भने धरान महानगरपालिका पनि रहँदैन। किनभने धरान महानगरपालिका नेपालभित्र रहेको छ, त्यो नेपाल सरकारको कुरा गरिरहेको छ। जुन नेपाल सरकार यतिखेर नभएको कारणले गर्दाखेरि यो 21को फागुन 21को चुनाव हुँदैछ। यो चुनावमा हामीले भाग लियौँ, भाग लिनका लागि श्रम संस्कृतिको जन्म गराउनु पर्यो। यो श्रम संस्कृतिको जन्मदाता हर्क साम्पाङ अगुवाको रूपमा हो, तर म एक्लो होइन, यहाँ उपस्थित सम्पूर्ण र 3 करोड नेपाली हुनुहुन्छ। यो श्रम संस्कृति तपाईँहरूको पार्टी चाहिँ के अरे पार्टीले अगाडि कदम चालेको छ। हामी कोही कसैलाई पराय सम्झँदैनौँ, तर भएको कुरा गर्छौँ। भएको कुरा गर्दाखेरि विरोध गर्यो भनेर चाहिँ एउटा भाष्य मान्छेले अहिले चाहिँ के अरे बोल्ने गरेको छ, त्यो गलत हो। यो धरानको भानुचोक हो भने यसलाई भानुचोकै भन्नुपर्छ। त्यसलाई चाहिँ इटहरी हो अथवा चाहिँ दमक हो अथवा काठमाडौँ हो भन्नु मिल्दैन। त्यसले गर्दाखेरि श्रम संस्कृति साँचो बोल्छ। दाजुभाइ दिदीबहिनीहरू, दिगदार लागिसक्यो होला, धेरै घन्टा भयो तपाईँहरू उभिराख्नु भएको छ, हामी यहाँनिर बसिरहेका छौँ है। तपाईँहरूभन्दा ठुला ठालो भएर बसेको चाहिँ होइन, तर अब स्टेज यस्तो छ, भुइँमा बस्नु, भुइँमै बस्दा पनि हुन्थ्यो, तर फेरि अनुहार देखिँदैन होला। यहाँहरू कतिले कुर्सी पाउनु भएको छैन, उभिराख्नु भएको छ, अल्छी नमानिदिनु होला। पछाडिको हातले यसो गरिदिनु त, पछाडिकोले हो, धन्यवाद छ। हामी अल्छी मान्दैनौँ, किनभने हामी भनेको संसारलाई तपाईँको छैन के अरे सिँगार्न सक्ने जाँगरिलो मान्छे हौँ। हाम्रो देश पनि अब सिँगार्नुपर्छ। यी दुई हातले संसारभरिका तपाईँको मुलुकहरूलाई उन्नत बनाइसक्यो। हामीले विश्वभर हाम्रा श्रम बेचिरहेका छौँ। अब त्यो श्रमलाई हाम्रै देशमा तपाईँको छैन श्रम संस्कृति मार्फत हाम्रै पसिना हाम्रै देशको माटोमा बगाएर यही देशलाई समृद्ध बनाउनुपर्छ भन्ने सपना साकार गर्नुपर्नेछ।
जेनजीको आन्दोलनको बारेमा मैले खास धेरै भन्नु पर्दैन होला, यहाँहरू सबैजनालाई थाहा छँदैछ। को थिए जेनजी? हाम्रा छोराछोरी। कसले उक्साए? विदेशी शक्तिले, जसले 2-3 जना मान्छेहरूको तपाईँको चाहिँ एउटा टिम बनाएर हाइज्याक गरेर लग्यो र फल्ना प्रधानमन्त्री हुने, फल्ना गृहमन्त्री हुने भन्नेहरू भयो नि। ती मान्छेहरूले षड्यन्त्र गरेका छन्। ती षड्यन्त्रकारीहरूलाई यो देशलाई यस्तो बनाउने, सिंहदरबारलाई पार्टी अफिस जसरी चलाउने पुराना दलहरूलाई तपाईँको चाहिँ षड्यन्त्र गर्नेहरूलाई यसपालि नेपाली जनताले चिन्छ कि चिन्दैन? हुनुपर्छ। हामीले हल्ला गर्ने होइन, सल्लाह गरेको छैनौँ। हल्लाको पछाडि धेरै तपाईँको चाहिँ युवाहरू कुदिरहेको म देख्छु। म यहाँहरूलाई भनिरहेको छु, भोलिको दिनमा यदि श्रम संस्कृति अगाडि आउन सकेन, अगाडि जनताले ल्याएन भने भोलिको दिनमा यो चन्द्र सूर्याङ्कित झन्डा नरहन सक्छ। त्यतिखेर हर्क साम्बाङलाई नसम्झनु। हामी सबै मिलेर यो देशलाई बनाउनुपर्छ, बचाउनुपर्छ। म त्यो निवेदन गर्न चाहन्छु। यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। उसको तपाईँको चाहिँ के अरे होइन, खर्चको त्यो तपाईँको चाहिँ बजेटको खुवाउने छहरमा लाग्छ। बिना ढेवाके छहरको ठेगाना भएको एउटा नागरिकता यहाँ फेला परेको छ। नागरिकता कसको हो? हामीसँग भन्दा पहिले जसले उति खोल्छ, नेपाल आमा हुँदा जसले मछु भन्दै बोल्छ, हेर्दै जानुस् मित्र अब त्यसको श्रमदाता साँच्चीकै ओइ भन्दा होइ भन्ने सरकार आउँछ, छाम्दाखेरि महसुस हुने सरकार आउँछ।